तपाईँले बिहान उठ्न साथ एउटा काम गर्नुहुन्छ। या त चिया बनाउनुहुन्छ या दुध तताउनुहुन्छ। त्यो दुधको प्याकेटमा 3 अक्षर लेखिएको हुन्छ डिडिसी। काठमाडौँमा हुर्किएका अधिकांशको बाल्यकालको सम्झना डिडिसीको दुधसँग जोडिएको छ। हाम्रो आमाले डिडिसीको दुधबाट दही जमाउनुहुन्थ्यो। हाम्रा बुवाले बिहान डिडिसीको दुधले बनेको चिया खाँदै पत्रिका पढ्नुहुन्थ्यो। तर के तपाईँलाई थाहा छ यो संस्थान कसले बनायो, कहिले बनायो र किन बनायो? र सबैभन्दा महत्त्वपूर्ण प्रश्न, आज डिडिसी किन सङ्कटमा छ र के यसलाई बचाउन सकिन्छ? आज हामी डिडिसीको पुरा कथा हेर्नेछौँ, त्यो पनि विस्तृत रूपमा। राजा महेन्द्रको सपनादेखि आजको सङ्कटसम्म, राजा महेन्द्रको सपनादेखि वर्तमान प्रधानमन्त्री बालेन शाहले डिडिसीको एक चिज खाएको पोस्टसम्म। कुरा सुरु हुन्छ विक्रमसम्म 2007 सालबाट। नेपालमा राणा शासनको अन्त्य भएको केही समय मात्र भएको थियो। देश भर्खर संसारसँग परिचित हुँदै थियो र त्यति बेला अधिकांश किसानको अवस्था कस्तो थियो त? गाई भैँसी पाल्थे, दुध दुन्थे, आफै खान्थे। दुधबाट दही, दहीबाट घिउ बनाउँथे र घिउ भुटुनको रूपमा प्रयोग गर्थे, जसको ठाउँमा अचेल हामी तेल प्रयोग गर्छौँ। दुध बेचेर पैसा कमाउने कुनै सोच नै थिएन। दुध बेच्ने ठाउँ नै थिएन। यदि बेचे पनि कसलाई बेच्ने? छिमेकीलाई? कहाँ बेच्ने? गाउँमै। यो सम्भव नै थिएन, किनकि अधिकांशको घरमा दुनो गाई भैँसी हुन्थ्यो। विक्रमसम्म 2009 सालमा पहिलो परिवर्तन आयो। स्विजरल्यान्डका चिज विशेषज्ञ वेर्नर स्कल्स नेपाल आउँछन्, संयुक्त राष्ट्रसङ्घको खाद्य तथा कृषि सङ्गठनको सहयोगमा। उनले काभ्रेको तुसाल गाउँमा पहिलो दुध सङ्कलन केन्द्र खोले र लाङटाङ र सोवामा नेपालको पहिलो चिज कारखाना स्थापना भयो। यो थियो नेपालको पहिलो औपचारिक र आधुनिक कृषि उद्योग। त्यो दुध काभ्रेबाट भक्तपुर र बटाइटी हुँदै काठमाडौँ पुर्याइन्थ्यो। कसरी? भरियाले बोकेर 3-4 घन्टाको कठिन यात्रा। न सडक राम्रो थियो, न यातायातको राम्रो सुविधा। तर त्यो सानो सुरुवातले एउटा ठुलो आन्दोलनको जग बसाल्यो। र 2013 सालमा एउटा ऐतिहासिक घटना भयो। राजा महेन्द्र वीरविक्रम शाहदेव, जसले नेपालमा पञ्चायत व्यवस्था ल्याए, उनले आफ्नै हातले लैनचौरमा केन्द्रीय डेरीको आधारशिला राखे। त्यो डेरीको क्षमता थियो प्रति घन्टा 500 लिटर दुध प्रशोधन, र प्रशोधित दुध आधा लिटरको सिसाको बोतलमा भरेर बेच्न थालियो। त्यति बेला नेपालको लागि यो अचम्मको कुरा थियो, किनभने आजसम्म यो कसैले गरेको थिएन। र अन्ततः 2026 सालमा राजा महेन्द्रकै कार्यकालमा संस्थान ऐन अन्तर्गत दुग्ध विकास संस्थान डिडिसी औपचारिक रूपमा स्थापना भयो। र यसको उद्देश्य सरल तर महत्त्वपूर्ण थियो। ग्रामीण किसानलाई उचित मूल्यमा ग्यारेन्टी बजार दिने र सहरी उपभोक्तालाई सुरक्षित प्रशोधित दुध उपलब्ध गराउने। डिडिसी स्थापना पछिका दशकहरू यसको सुनौलो काल थियो। संस्थानले क्रमशः आफ्नो क्षेत्र बढाउँदै गयो। देशभरका किसानहरूले दुध उत्पादन गर्ने सहकारी मार्फत डिडिसीलाई बेच्ने, डिडिसीले सङ्कलन प्रशोधन गरेर सहरमा बेच्ने। यो मोडल किसानका लागि क्रान्तिकारी थियो। पहिले किसानले दुध खेर फाल्नु पर्थ्यो, खरिदार नभएपछि। डिडिसी आएपछि गाउँ गाउँमा सहकारी खुले। किसानलाई थाहा भयो दुध उत्पादन गरेर पनि पैसा कमाउन सकिन्छ। यसै बिचमा डेनमार्क र स्विजरल्यान्डको प्राविधिक सहयोगमा डिडिसीले याक बटर, याक चिज, पनिर, दही, घिउ जस्ता उत्पादन सुरु गर्यो। याक चिजले त अन्तर्राष्ट्रिय बजारमा पनि ठाउँ पायो। पिक समयमा डिडिसीले 45 जिल्लाका 1200 भन्दा बढी सहकारी मार्फत 2 लाख भन्दा बढी किसानबाट वार्षिक 6 करोड लिटर दुध सङ्कलन गर्थ्यो। 12 वटा चिज उत्पादन इकाइ, 45 वटा दुध चिसान प्लान्ट र देशभर फैलिएको वितरण नेटवर्क। यति बेलासम्म डिडिसी केवल कम्पनी थिएन, यो त लाखौँ किसान परिवारको जीविकाको आधार बनिसकेको थियो। डिडिसीले किसानलाई के दियो? अब हामी यसलाई तथ्यमा हेरौँ। पहिलो, ग्यारेन्टिड बजार। डिडिसी स्थापना अघि किसानले दुध उत्पादन गर्थे, तर बजार थिएन। डिडिसी आएपछि जति दुध उत्पादन गरे पनि डिडिसीले किन्छ भन्ने किसानका लागि एउटा विश्वासको छाप बनिसकेको थियो। दोस्रो, उचित मूल्य। सरकारले निर्धारण गरेको मूल्यमा दुध किनिन्थ्यो। किसान कसैले मोलमुलाई गर्नु पर्दैन थियो। बिचौलियाबाट पनि मुक्त मिल्यो। तेस्रो, सहकारी शक्ति। गाउँ गाउँमा खुलेका सहकारीले किसानलाई सङ्गठित बनाए। कृषि ज्ञान, पशु स्वास्थ्य र आधुनिक तरिकाहरू सिकाए। हिमाली क्षेत्रमा याक पाल्ने परिवारहरूका लागि त डिडिसी वरदान नै बन्यो। उचाइमा भनेको जस्तो खेती नहुने अन्य रोजगारी थिएन, तर याकको दुधबाट बनेको चिज र बटरले ती परिवारको जीवन दान्यो। तर कथाको अर्को पाटो पनि छ। यो सबै फाइदा डिडिसी राम्रोसँग चलिरहँदासम्मको हो, किनभने डिडिसी जब डगमगाउन थाल्यो, किसान नै सबैभन्दा बढी प्रभावित भए। 2046 सालमा नेपालमा बहुदलीय प्रजातन्त्र आयो र त्यसपछि खुला बजार नीति, निजी क्षेत्रको प्रवेश भयो। खुला बजार नीति पश्चात थुप्रै निजी डेरीहरू कम्पनी बजारमा आए। सुजल, पशुपति, सीताराम, स्टार डेरी र अझ धेरै। र यहीँबाटै डिडिसीको समस्या सुरु भयो।
समस्या 1, उत्पादन लागत। डिडिसीले किसानलाई सरकार निर्धारित मूल्य दिनै पर्छ। कर्मचारी तलब सरकारी नियमअनुसार निजी क्षेत्रभन्दा बढी दिनै पर्यो। परिणाम डिडिसीको उत्पादन लागत निजी डेरीभन्दा धेरै महँगो हुन पुग्यो र त्यही महँगो दुध बजारमा बेच्नुपर्ने। तर उपभोक्ताले सस्तो खोज्छन्, जुन निजी डेरी कम्पनीले दिन्थे। र दोस्रो, राजनीतिक हस्तक्षेप। डिडिसी सरकारी संस्थान हो र यसको मतलब व्यवस्थापन फेरिन्छ, नीति फेरिन्छ, प्राथमिकता फेरिन्छ। विशेषज्ञहरू भन्छन् डिडिसी राजनीतिक अखडा बनेको छ। हुन त नेपालमा कुन चाहिँ त्यस्तो सरकारी संस्था होला जुन राजनीतिक अखडा बनेको छैन। र तेस्रो समस्या, फ्लस सिजनको चाप। नेपालमा दुध उत्पादनका 2 मौसम छन्। फ्लस सिजन साउन र माघ, दुधको अधिक उत्पादन हुन्छ। लिन सिजन वैशाख र असार, उत्पादन 3 गुणा कम। फ्लस सिजनमा डिडिसीले असीमित दुध किन्छ किनभने किसानलाई बजार दिनुपर्ने हुन्छ। तर किनेको सबै दुध बिक्री हुँदैनन् र चिज, पाउडर मिल्क बनाइन्छ र त्यो पनि सबै बिक्री हुँदैन। अन्तत गोदाममा थुप्रिन पुग्छ, नगद रोकिन्छ, किसानलाई भुक्तानी हुँदैन। 4, कोभिड र लम्पी स्किन डिजिज। 2077 सालको कोभिड महामारीले डेरी माग 81 घट्यो। त्यसपछि लम्पी स्किन डिजिजले पशुपालनमा ठुलो क्षति पुर्यायो, जसको कारण धेरै किसान पशुपालन नै छोड्न बाध्य भए। आर्थिक वर्ष 2077-78 मा रु 15 करोड 83 लाखको घाटा, 2078-79 मा रु 16 करोड 80 लाखको घाटा र घाटाको यो सिलसिला क्रमिक रूपमा जारी रह्यो, रोकिएन। डिडिसीको अवस्था कति नाजुक भइसकेको छ भने इलाममा पहिले दैनिक 12,000 लिटर दुध सङ्कलन हुन्थ्यो, तर आजको दिनमा केवल 3,000 लिटर मात्र सङ्कलन हुन्छ। दुधको उत्पादन घटेको होइन, किसानहरूले डिडिसीलाई दुध नै दिन मान्दैनन्, कारण पैसा समयमा पाइँदैन र आजको दिनमा डिडिसीले भन्दा उच्च मूल्य निजी डेरीले दिन्छन् र त्यो पनि समयमै। डिडिसीको जस्तो महिनै कुर्नै पर्दैन भुक्तानीको लागि। 2080-81 सालमा परिस्थिति अझ गम्भीर भयो। डिडिसीले किसानलाई रु 58 करोड भुक्तानी दिन सकेन। पछि यो रकम रु 90 करोड हुँदै 1 अर्ब 50 करोडसम्म पुग्यो। 2081 फेब्रुअरीमा नेपालभर किसानहरूले आन्दोलन गरे, काठमाडौँ केन्द्रित 10 दिने धरना। माग एउटै थियो, हाम्रो पैसा दिनुहोस्। र त्यसपछि सरकारले रु 60 करोड ऋण दियो डिडिसीलाई, तर यो अस्थायी समाधान थियो, मूल समस्या अझै हल हुन सकेको थिएन। 2081 डिसेम्बरमा डिडिसीले एउटा असामान्य निर्णय गर्यो। हिमालयन डग्स यो मनाराम ग्रुपको कम्पनी, जसले कुकुरको खाजा छुर्पी निर्यात गर्छ, त्यो कम्पनीलाई डिडिसीले दैनिक 1000 केजी कच्चा चिज आपूर्ति गर्ने सम्झौता गर्यो। एउटा राष्ट्रिय डेरी संस्थान कुकुरको खाजा बनाउने कम्पनीसँग सम्झौता गर्छ। यसले डिडिसीको सङ्कटको गहिराई देखाउँछ। तर त्यो समयमा निजी डेरीको पनि अवस्था फरक थिएन। उनीहरूसँग रु 4 अर्ब 50 करोडको मक्खन र पाउडर मिल्क स्टक थियो, बिक्री नभएको। तर सरकारले ऋण केवल डिडिसीलाई मात्र दियो, निजी डेरीलाई ऋण दिन अस्वीकार गर्यो। अब प्रश्न उठ्छ, डिडिसीको भविष्य के हो? यसलाई कसरी पुनरुत्थान गर्न सकिन्छ? यस विषयमा विशेषज्ञहरूको बीचमा 3 प्रमुख विचारधारा छन्। केही अर्थशास्त्रीहरू भन्छन् डिडिसीलाई निजी क्षेत्रलाई जिम्मा दिनुपर्छ, कारण निजी क्षेत्र बढी कुशल हुन्छन्, घाटा सहँदैनन्। तर यसको जोखिम पनि छ। निजी क्षेत्रलाई सुम्पिँदा निजीकरण भयो भने किसानलाई उचित मूल्य कसले सुनिश्चित गर्छ? ग्रामीण र हिमाली किसानलाई निजी क्षेत्रले सेवा दिन सक्ला? निजी क्षेत्रले जहाँ फाइदा देख्छ त्यहाँ मात्र सेवा दिन्छ। अर्का विशेषज्ञहरू भन्छन् डिडिसी राख्नुपर्छ, तर सुधार गर्नुपर्छ। तर सुधार गर्दाखेरि के सुधार गर्ने? राजनीतिक हस्तक्षेप रोक्ने, व्यावसायिक व्यवस्थापन ल्याउने, फ्लस सिजनमा अधिक दुधलाई दीर्घकालीन उत्पादनमा बदल्ने निर्यात नीति, प्रविधिमा लगानी, कोल्ड चेन, प्याकेजिङ, डिजिटल पेमेन्ट टु फार्मर्स, नयाँ बजार खोज्ने, चीनमा मक्खन निर्यात, जसको प्रक्रिया अहिले चलिरहेको छ। र तेस्रो विचार, डिडिसीलाई नेपाल राष्ट्र ब्याङ्कको जस्तो काम दिने, बजार नियमन गर्ने, मूल्य निर्धारण गर्ने, आफै प्रत्यक्ष उत्पादन र बिक्रीमा नलाग्ने। कुन विचार सही हो? यो बहस जारी छ, तर सबैले मान्नुपर्ने एउटै कुरा छ र त्यो हो अहिलेको अवस्थामा डिडिसी अब धेरै समय टिक्न सक्दैन। तर पछिल्लो समाचार पूर्णतः निराशजनक छैन। 2082 सालको फेब्रुअरी माघ फागुनसम्ममा डिडिसीले सबै किसानको बाँकी भुक्तानी गर्यो। गर्मी मौसममा दुध उत्पादन घट्छ, माग बढ्छ। यो चक्रलाई डिडिसीले आफ्नो क्षमतामा प्रयोग गर्न सक्छ। चीनमा मक्खन निर्यातको प्रक्रिया अगाडि बढिरहेको छ। यदि यो सफल भयो भने फ्लस सिजनको अधिक दुध निर्यातमा जान्छ र किसानलाई भुक्तानीमा समस्या आउँदैन। तर विशेषज्ञहरू सचेत गराउँछन्, 1-2 सकारात्मक महिनाले संरचनागत समस्या हल हुँदैन। दीर्घकालीन नीतिगत सुधार नभई डिडिसीको भविष्य अनिश्चित नै रहन्छ। डिडिसीको कथा केवल
एउटा सरकारी संस्थानको कथा होइन, यो कथा हो राजा महेन्द्रको एउटा सपनाको, जसले भन्थे नेपालका किसानले आफ्नो दुध बेच्न पाउनुपर्छ उचित मूल्यमा, ग्यारेन्टिड बजारमा। त्यो सपना अधुरो छैन, तर सङ्कटमा छ। 2 लाखभन्दा बढी किसान परिवार डिडिसीमा निर्भर छन्, हिमालयका याक पाल्ने परिवारदेखि तराईका भैँसी पाल्ने किसानसम्म। डिडिसी डुब्यो भने ती किसानको बजार डुब्छ, डिडिसी बच्यो भने नेपालको डेरी क्षेत्रको मेरुदण्ड बच्छ। तपाईँको विचार के छ? डिडिसीलाई सुधार गर्नुपर्छ कि निजीकरण गर्नुपर्छ? अबको डिडिसी प्रधानमन्त्री बालेन शाहको पोस्टमा मात्र सीमित रहन्छ कि यसलाई चलायमान बनाउन नयाँ आशाको नयाँ सरकारले नीति तर्जुमा ल्याएर चलायमान र संस्थालाई फाइदामा ल्याउला? यो त समयले नै भन्ने छ। यदि यो भिडियो तपाईँलाई उपयोगी लाग्यो भने च्यानललाई सब्स्क्राइब गर्नुहोस् र यो भिडियो जतिसक्दो सेयर गर्नुहोस्, किनभने खोज जारी छ। धन्यवाद।